हेलो एन्ड नमस्ते साथीहरु। सो म चाहिँ आज चटपटी बनाउन जाँदैछु, हेर्नु होला। सो म चाहिँ फर्स्टमा सस बनाउँछु। ससको लागि पानी हाल्नु, त्यसपछि मैदा हाल्ने, मैदा हालेर मजाले मिक्स गर्ने, मजाले फिट्ने। अनि त्यसपछि तपाईलाई कुन कलर मन पर्छ त्यही हालेर मैले ऑरेन्ज कलर लिएको छु। सो अलिकति हालेर मजाले घोल्ने। यतिको भएपछि चाहिँ सेलाउन राखिदिने। त्यसपछि हामीलाई चाहिने सामान काँक्रो नि मैले मसिनो गरेर काटेर हाले। त्यसपछि प्याज पनि मैले मसिनो गरेर काटेर हाले। त्यसपछि टमाटर पनि मसिनो गरेर काटेर हाले। त्यसपछि मसिनो गरेर काटेर खोर्सानी पनि हाले। हजुरहरूलाई कति चाहिन्छ त्यति हाल्न सक्नुहुन्छ। खोर्सानी चाहिँ हजुरहरूलाई चाहिँ धनिया हाल्न पनि सक्नुहुन्छ। मलाई चाहिँ धेरै मन पर्ने भएर मैले चाहिँ धनिया पनि हालेको छु। धनिया चाहिँ हाल्नु परेमा मसिनो गरेर काटेर धनिया पनि हाल्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूले आलु पनि हाल्न सक्नुहुन्छ। आलुलाई मसिनो गरेर काटेर हाल्न सक्नुहुन्छ। हजुरले थोरै हाल्न पनि सक्नुहुन्छ, धेरै हाल्न सक्नुहुन्छ। आफूलाई कति मन पर्छ त्यति हाल्नु। त्यसपछि मैले अहिले बदाम र केराउ, चाउचाउमा चाहिँ मलाई सबैभन्दा बेस्ट पहिले चाउचाउ लागेको हुनाले चाउचाउ हाल्छु। पहिले चाउचाउ हाल्छु। सो हजुरहरूलाई चाहिँ कुन चाउचाउ मन पर्छ त्यही चाउचाउ हाल्न सक्नुहुन्छ। सो चाहिँ मलाई हरियो खोर्सानीले अलिक नपुग्ला जस्तो लागेर मैले चाहिँ ठुलो खोर्सानी हालेँ, नुन हालेँ, सो चटपटी मसला हालेँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि तेल हालेँ। तेल हालिसकेपछि मैले फेरि मिक्स गरेँ। सो यतिको मिक्स भइसकेपछि हेर्न सक्नुहुन्छ। त्यसपछि मैले फेरि कागती हालेँ। सो हजुरहरूले हेर्न सक्नुहुन्छ यतिको भएको छ। त्यसपछि मैले भुजा हालेँ। आफूलाई कति खाने त्यति हालेँ। त्यसपछि सस अघि बनाउन सेलाउन राखेको सस हालेँ। आफूलाई कति चाहिन्छ। आज चाहिँ मलाई किलो खानु परेको हुनाले मैले चाहिँ सस अलि धेरै हालेको छु। सो हजुरहरू हेर्न सक्नुहुन्छ। त्यसपछि मैले मिक्स गरेँ। सो चटपटे यतिको भएको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम ज्यादा मिठो लागेको थियो। हजुरलाई नि भिडियो मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू एन्ड धन्यवाद।